जस्तो यो स्टोनहरूको चाहिँ मानिसहरूले के भनेको सुनिन्छ भने जस्तो अल्ट्रासाउन्डबाट चाहिँ ठ्याक्कै पत्ता नलाग्न सक्छ, अझ एकदम राम्रै साइज पत्ता लगाउने हो चाहिँ सिटी स्क्यान गर्नुपर्छ भनिन्छ नि। जस्तो मलाई स्टोन छ भन्ने थाहा पाएपछि मैले पहिला अल्ट्रासाउन्ड गर्न बेस्ट कि सिटी स्क्यान गर्न बेस्ट? होइन, अघि मैले भने जस्तै पित्तथैलीको स्टोनहरू 90% अफ द 90% पित्तथैलीको स्टोनहरू अल्ट्रासाउन्डमा चाहिँ डिटेक्ट हुन्छ र 10% चाहिँ डिटेक्ट हुँदैन। तर किडनीको स्टोनहरू ठिकै अपोजिट हुन्छ। जस्तो कि 90% किडनीको स्टोनहरू चाहिँ सिटी स्क्यानमा डिटेक्ट हुन्छ, अल्ट्रासाउन्डमा डिटेक्ट हुँदैन। तर हाम्रोमा चाहिँ उल्टो छ, 90% चाहिँ अल्ट्रासाउन्डमा डिटेक्ट हुन्छ, सिटी स्क्यान अथवा अरू रेडियो इमेजिङमा चाहिँ 10% मात्र डिटेक्ट हुन्छ, मतलब 90% चाहिँ मिस हुन्छ। त्यही भएर गोल्ड स्ट्यान्डर्ड चाहिँ अल्ट्रासाउन्ड नै हो, सिटी स्क्यान चाहिँ गर्ने होइन। खास सुरुमा चाहिँ पित्तथैलीको स्टोनको लागि अल्ट्रासाउन्ड नै गर्ने हो। यदि कुनै बिरामी चाहिँ मुटुको जलन लिएर आएको छ, खाना खाएपछि चाहिँ दाहिने कोखा चाहिँ हेभी भएर भन्नाले अलिकति गह्रौँ जस्तो भएको छ, बान्तावाला जस्तो भएको छ, अथवा लामो समय मलाई ग्यास्ट्रिक छ भनेर बसिरहेको बिरामीलाई यदि कुनै जाँच गर्नु पर्यो, पित्तथैलीको स्टोनको शङ्का लागेर भने चाहिँ गर्ने जाँच भनेको अल्ट्रासाउन्ड नै हो।